नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरु यो च्यानलमा न्यू हुनुहुन्छ भने चाहिँ मेरो नाम चाहिँ हो जिमी लाडेन। म चाहिँ सिक्किमबाट। अन्त आजको काम चाहिँ के छ भन्दा चाहिँ आज चाहिँ मेरो सानो बहिनी र म मिलेर चाहिँ एउटा सानो घरमा चाहिँ एउटा टर्मरिक रोप्न आँटेको। हाम्रोमा चाहिँ हल्दीको बिउ थियो, अन्त त्यो बिउलाई चाहिँ हामी यो घरमा चाहिँ रोप्न आँटेको छौँ। अन्त यो चाहिँ फर्स्ट अब हामीले प्रिपेयर गर्दैछ यो बेडहरू। अन्त यो चाहिँ फर्स्टमा केही रोपेको छैन, यो भेरी यो नयाँ उयो हो कि यो गरा। अन्त यो गरालाई चाहिँ हामी मजाले पन्साएर सफा गरेर चाहिँ यता चाहिँ हामी अब यहाँ चाहिँ म बारी सफा गर्दैछु हो। अन्त हाम्रो माटो चाहिँ यस्तो बलुवाटे माटो छ, तर यस्तो ब्ल्याङ्केट यो चाहिँ हाम्रो ठुलो खेत चाहिँ होइन, जस्ट एउटा किचन गार्डन जस्तो चाहिँ बनाउन आँटेको। हेर्दै गर्नुहोस् होला। अनि यहाँ चाहिँ हर्दी रोपिन्छ। कहानी खत्म। Whisper truths as they flow down. Their songs entwined with the trees that stand, knotted in time by nature's hand. गाइस सुन्नुस् त, भिडियो बनाउनु मात्रै सजिलो छ र त्यो बनाएर देखाउनु लागि चाहिँ यतिको पसिना निकाल्नु पर्छ। अलिकति जस्तो किन लाग्दो देखिरहेको होला। राम्रो देख्छ। The silence alive, yet brimming with sound. In the arms of solitude I am. यहाँ चाहिँ मेरो बहिनीलाई पनि प्र्याक्टिस दिइरहेको छ बारी खन्नु। यो पुरा उयो गर्छ कि ठगेर हिँड्छ कि। आज चाहिँ मैले बारी खन्नु लगाएर खतरा खन्दा रहेछ है गाइस। क्या ढुङ्गा नि निकाल्थ्यो। मैले चाहिँ नुहाउनु लागि भनेर केस पनि ओइलिङ गरिरहेछ। अन्त माथिबाट चाहिँ कोकोनट वाटर झर्दैछ। खाने कोकोनट वाटर। आयो कोकोनट वाटर झर्दैछ माथिबाट। उस्तो पसिना निस्किन्छ मेरो चाहिँ अलिकति काम गर्दा नि। के खोजेको? हाम्रो लुते कुकुरले पनि के खोजेको जङ्गलमा? से हाई। Under the boughs where the shadows play, the wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills the